गाउँपालिका निरन्तर दबाव बनाइरहेको छ राजपुर गाउँपालिकामाथि। यति बेला एक गोलको अग्रता कायम गरेको छ गढवा गाउँपालिका महिला फुटबल टिमले। खेल सुरुवातको 5 मिनेटभित्रै गढवा गाउँपालिका तर्फबाट रमा शर्माले गोल गर्नुभएको थियो। त्यसपछि निरन्तर राजपुर गाउँपालिका दबाव बनाइरहेको छ। अहिले गाउँपालिकाकी चुमा नेपालेको खुट्टामा बल। एक गोलको अरू अग्रता खोजिरहेको छ गढवा गाउँपालिकाले भने गोल बराबरको मौका खोजिरहेको छ राजपुर गाउँपालिकाले। चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता तर्फ अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता राम्रो प्रहार भएको छ राजपुर गाउँपालिकाबाट। बल प्रेरणा चन्द म्याडमको उहाँले मिस गर्नुभएको छ बललाई र पुनः हिट गर्ने अवसर पाएको छ राजपुर गाउँपालिकाले। जसरी भए पनि यो गेममा गोल बराबरको मौका खोजिरहेको छ निरन्तर। राम्रो प्रहार भएको छ यति बेला। बल चुमानु पानुघाटबाट राम्रो प्रहार भएको छ। राजपुर गाउँपालिकाले फेरि प्रतिकार गरेको छ यो बललाई। निकै प्रतिस्पर्धात्मक खेल भइरहेको छ। दबावमा यति बेला गढवा गाउँपालिकाका खेलाडीहरू निरन्तर दबाव बनाउन सफल भएको छ राजपुर गाउँपालिकाले। जसरी भए पनि एक गोल खोजिरहेको छ जसले गर्दा केही राहत महसुस गर्न सकिन्छ कि भन्ने खोजेको छ राजपुर गाउँपालिका यति बेला। बल फेरि पनि चुमा नपाने म्याडमको खुट्टामा गएको थियो तर फुस्किएको छ यति बेला। बल निरन्तर दबावमूलक निकै नै रोचक निकै नै आकर्षक बन्दै गएको छ। समय खस्किएसँगै लास्टतिर यो अद्भुत मौका देख्न पाएका छन् दर्शकहरूले। अर्कोतिर गढवा गाउँपालिका वडा नम्बर 5 र 1 बीच क्रिकेट प्रतियोगिता भइरहेको छ जहाँ दोस्रो पारीको सुरुवात भएको छ। 102 रनको विजय लक्ष्य लिएर विपक्षी टिम खेलिरहेको छ यति बेला। त्यसै गरेर भलिबल खेल पनि सुरुवातको चरणमा रहेको छ र लगभग आधाभन्दा बढी समय फुटबल प्रतियोगिताको सकिएको छ। गढवा गाउँपालिकाले निहारिका म्याडमको खुट्टामा बल छ। निरन्तर बललाई अगाडि लगिरहेको छ र बल अगाडि राम्रो मौका दिएको छ। गढवा गाउँपालिकाले दोस्रो गोल प्रहार गरिसकेको छ। निकै राम्रो मौका पाएको थियो राजपुर गाउँपालिकाका गोलकिपरले। यो गोल मिस गर्नु भए पश्चात यो दोस्रो गोल गढवा गाउँपालिकाले आफ्नो खातामा जोडेको छ र यो सँगै जितको सुनिश्चित पनि गरिसकेको छ। खेलाडी निहारिका सट्टामा सृष्टि यादव यति बेला मैदानमा प्रवेश गर्नुभएको छ र चौथो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताको महिला टिम बीच गढवा गाउँपालिका बीच भइरहेको फुटबल प्रतियोगितामा खेलको अन्तिम गाउँपालिकाले गोल मिस गर्दा गढवा गाउँपालिकाले 2 गोलको अग्रता कायम गरेको छ। यो मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पछिल्लो चरण निकै नै रोमाञ्चक निकै नै आकर्षक र निकै नै प्रतिस्पर्धात्मक तरिकाले भइरहेको यो फुटबल प्रतियोगिता लास्ट प्रयास गर्दै पनि गढवा गाउँपालिकाले राजपुर गाउँपालिकाले प्रहार रोक्न नसक्दा 1 गोलको फेरि पनि अग्रता कायम गरेको छ। खेलाडीलाई रेफ्रीबाट केही निर्देशन हुँदै खेलका नियमहरू निकै नै अनुशासित हुन्छन्। अनुशासन पालना गरे नै खेल जित्न सकिन्छ भन्ने सन्देशहरू पाह गरिँदै राम्रो प्रहार भएको छ।
गोल पोस्टतिर राजपुर गाउँपालिकाबाट यो बल उताबाट बललाई निरन्तर विपरीत दिशातर्फ प्रहार गरिँदै र आउट बल राजपुरले फाल्ने हो राजपुरबाट बल प्रहार हुँदै बाहिर खुट्टा नचाल्नु है फेरि फेरि जानु फेरि आउट भएको छ बल राजपुर गाउँपालिकाबाट पुनः बल यति बेला गाउँपालिकाका खेलाडीहरू निकै नै उत्साहित मुद्रामा देखिन्छन् हसमुख मुद्रामा मानौ कि अब हामी खेल जितिसकेको घोषणा गर्न मात्रै बाँकी भएको रमाबाट राम्रो रोकिएको त्यो बललाई बल फेरि फुस्किएको छ र यति बेला राजपुर गाउँपालिकाले बललाई निरन्तर रोकेर खेल्ने प्रयास गरिरहनु भएको छ तर गाउँपालिका किसिमबाट बललाई निकै नै राम्रो तरिकाले विपरीत दिशातर्फ प्रहार गरिएको छ यो बल गाउँपालिकाकी क्याप्टेन प्रेरणा चन्दको खुट्टामा बल र यति बेला ह्यान्ड भएको छ गोलकिपरमा जाने बेला छोइस हेर्नु हुन्छ कि नै हुन्न गोलकिपरले जे गरे पनि हुन्छ गोलकिपरले कहाँ हेर्नुहुन्छ गोलकिपरलाई हुन्न ए जे गरे पनि हुन्छ सुरुवाती चरणभन्दा निकै नै अनुशासित तरिकाले राजपुर गाउँपालिकाले पासिङको तरिकाबाट यो खेल खेलिरहेको छ निरन्तर दबाव बनाउने प्रयासमा रहेको छ राजपुर गाउँपालिका र 2 गोलको अग्रतासँगै सुमित्रा छ त्यहाँ सुमित्रा र प्रेरणाले बल जान दिनु क्या सुमित्रा तेरो आउँछ तेरो सुमित्रा म्याडम पछाडि जानु ल यससँगै गडवा गाउँपालिकाले यो अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा महिला विधातर्फको खेल जितेको छ 2 गोल प्रहार गरेर जितेको छ धेरै धेरै बधाई गडवा गाउँपालिकालाई यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको कारणले गर्दा जित र हार सीमित अङ्कमा मात्रै सीमित हो यो हामी खेलको एकअर्काका बीचमा सद्भाव र व्यवहारलाई कायम राखोस् भन्ने उद्देश्यले चौथो गडवा गाउँपालिका स्थापना दिवसको अवसरमा राखिएको यो फुटबल गडवा गाउँपालिकाले 2-0 को अग्रता कायम गर्दै यो जित हासिल गरेको छ धेरै धेरै बधाई गडवा गाउँपालिकाको सम्पूर्ण महिला फुटबल प्रतियोगिताको टिमलाई एउटा गुलकोच पनि हुन्छ हात मिलाएर जानु हात मिलाएर लाइनमा मिलाउनु न लाइनमा मिलाएर फुटाउँछ खेल हुन गइरहेको छ जसको लागि गडवा गाउँपालिका भर्सेस राप्ती गाउँपालिका बीच हुनेछ त्यस लगत्तै अर्को खेल लमै नगरपालिका भर्सेस राजपुर गाउँपालिका बीच हुनेछ यसै गरी भलिबल तर्फको खेल हुन गइरहेको छ भलिबल तर्फको पुरुष तर्फको खेल वडा नम्बर 1 भर्सेस वडा नम्बर 4 बीच पहिलो खेल हुनेछ त्यसै गरी